अनि देउबाजी त यहाँ बस्नु भएको रहेछ हाम्रो। अनि देउबाजीले अहिलेको तत्कालै हाल खबर के छ तपाईँको? देखिराख्नु भएको छ के छ त्यो चाहिँ गर्छेन सबै डराइदियो जनताले त्यतिकै नभएको आरोपलाई डराएको हुन्छ भाइ। अन्त तपाईँले यसो नभएको आरोप भन्दै गर्दाखेरि भाउजूलाई त तपाईँले कुट्नु भयो अथवा कसैले मेकअप गरिदियो? तपाईँको एउटा जवाब नेपाली जनतालाई के भन्नु चाहनुहुन्छ? त्यो तपाईँहरूको तपाईँले सोच्नु भएको गलत भाइ। त्यत्रो त्यत्रो जाने सबैजना जनताले आएर सबै कुटपिट हात लगाएपछि के चाहिँ गर्नु तपाईँ? जनताले हात लगाएको जनताले मेकअप गरिदिएको यसो सोध्नुहुन्छ भाइ। तपाईँले के भन्न चाहनुहुन्छ भाइ? तपाईँको घरमा त पैसा डढेछ। दबाको कुरा हो कुरा डराउनु सबैजना पेपर डढाएको थियो घरको कागज पत्र डढेको। अब नेपाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ तपाईँ? अब चुनाव आउँदैछ फेरि उठ्छु एकचोटि। तपाईँलाई नेपाली जनताले भोट दिन्छ जस्तो लाग्यो? सबै अब आफू सबै आफ्नो दिइहाल्छ यसरी गरिसकेर घर हुन्छ त्यो सम्हाल्नु पर्यो।